नमस्कार, मेरो नाम भागा विक, दिवाई सिलगढी नगरपालिका वडा नम्बर 4 पिपल्ला घर। म श्रमिक महिला जिल्लादारी रोजगारी काम गर्नेवाली हो। सबतिरको भाउ कर्मचारीको तलब बढ्यो अनि यहीको बढ्यो उहीको बढ्यो, एक कट्ठा चामलको सिमेन्टको बढ्यो, छडको बढ्यो, सबको भाउ बढ्ने अनि लेबरको त भाउ बढ्दैन। त्यसले त हाम्रो भ्याउँदैन, दिउँसभरि काम गरी खाने मान्छेलाई भ्याउँदैन। किनभने 1 किलो चामल त हाम्रो 100 रुपियाँ किलो भयो भने हाम्रो त 7 किलो चामल आउने भयो। अहिले हाम्रो रोजगारी राम्रो छ। यसै समूहमा बस्दा पहिला तिम्रो हक, पहिला तिम्रो अधिकार भनेको ओडा हो, ओडा पछि नगर हो, पालिका हो, पालिका पछि तिम्रो जिल्ला प्रशासन हो भनेर हामीले त्यो मेयर, उपमेयर, ओडा अध्यक्ष भिसाएर पनि छलफल गरियो। त्यो छलफल गरिसकेपछि हामीले ओडा अध्यक्षसँग मेयर उपमेयरसँग के कुरा गरे भने ठिक छ, हजुरले त हाम्रो कुरा बुझ्नुभयो, ठेकदारहरूले त सबैले बुझाएको छैन। हाम्रो इच्छा के छ भने ठेकदारसँग बस्ने, यसो छलफल राख्ने, ठेकदारहरूलाई लिएर मिटिङमा भिसाउने। अनि मिटिङमा भिसाइसकेपछि ल यिनीहरू मजदुरीहरूको हो, यस्तो के हो कसो हो, यिनीहरू मूल्य बुझ्नुपर्छ भनेपछि आज हामीले एक दिन त्यो ठेकदारलाई 4-5 गाउँका यस्तो ठेकदारलाई पनि सिमेन्ट ल्याए। कति छ जेला थाहा छ कि हजुरलाई भने कोही 600 भने सबै 600 भन्ने, हामीले पनि 600 मा गर्दैन काम। सबको भाउ बढ्ने, सबको मजुरी बढ्ने अनि हामी लेबर हामीले मरिमरि काम गर्नुपर्ने, हाम्रो मजुरी बढ्दैन, हाम्रो 700 निधि जा काम गर्दैन भनेर सर हाम्रो अहिले मुखको मागेको मोल भन्नु। एक दिनमा हामीले काम पायो भने सर हाम्रा 3 दिनमा छाक टल्छ। यो रोडमा काम भयो अनि त्यो ठेकदार आयो, ल काममा होइन भने हामीले पनि काममा त हामी जान्छु, हाम्रो भनेको हुने हो कि भनेर त्यो ठेकदारले हुन्छ कि के भन्ने हो तपाईँ भने हामीले पनि कि हाम्रो झाडा पेसाब लाग्यो भने खुल्लामा कहाँ जाने लाज लाग्छ। खुल्ला त सबै मान्छेले देख्छ, हाम्रो त यो खुल्ला ठाउँ छ, त्यहाँ हामीलाई त्यो व्यवस्था चाहियो भने हामीलाई झाडा पेसाब सबै ठाउँ त छैन, अलिअलि ठाउँ जो ठेकदारले बुझिया छ ऊ ठेकदारले अनि 2 टेका बाँसका लगाइदिने अनि वरिपरि टिन लगाइदिने, त्यहाँ हामीले झाडा पेसाब गर्ने। बच्चा चुसाउनको लागि, बच्चा दुध खुवाउनको लागि अब गर्मीका बेला त गाह्रो हुन्छ अनि माथि तलबाट आए टिन लगाइदिने, माथि टिन हालिदिने अनि त्यहाँ जो काम गर्छ बच्चाको दुध खुवाउनका लागि त्यहाँ सेलमा बस्ने, त्यो पनि गराएस। त्यो गराइसकेपछि त्यो पनि राम्रै भयो। हामीले नगरपालिका धाया, जिल्ला प्रशासन धाया, आफ्ना के भन्छ ओडामी धाएर सर अहिले सब बल्ल हाम्रो हुँदै जानु छ सर। हाम्रो सबभन्दा माग पुरा के थियो भने पञ्चकरण हाम्रो पछ्यान कसरी हुने हो। हामी त काहीँ के न चोट पिटोट लाग्यो भने, काहीँ केही भयो भने हामी त गाई गोरु मराइने हो। हाम्रो सबै पछ्यान भनेको त्यो हाम्रो पञ्चकरण थियो अरे सर। अब त्यही पनि लागु अहिले हामीले उहाँ के भन्छ अरे त्यो जिल्ला प्रशासन गएर हाम्रो यसो गाह्रो छ, हाम्रो पछ्यानको लागि हाम्रो के भन्छ अरे त्यो हाम्रो बनाउनु पर्यो भनेर सर अब हुँदैछ भने अहिले बचाउ छैन। अब अघिल्लो साल तपाईँको भनेको माग पुरा गर्छु भनेर त्यहाँ हाम्रो जिल्ला प्रशासनमा हाम्रो कुरा पुग्या छ।